हेलो गाइज दर्शन नमस्ते वेलकम छ ललित रोगाएको मिनी ब्लग। आज चाहिँ बुढाबुढी मिलेर यसो बाहिर नास्ता खान जाऊँ भनेको है। अनि यता त बुढी सुतिरहेको रहेछ। अनि मैले यसो उठाल्दाखेरि हेर कस्तो मस्केको, टोपी चाहिँ कस्तो कस्तो हालेको, टाउको दुख्यो भनेर। फेरि यता छोरा आफ्नै स्टाइलमा खेलिरहेको छ है। अनि बुढी पनि कस्तो मस्केको बाहिर जाऊँ भनेको है। अनि छोरो पनि कस्तो नजाने भन्छ क्या। म त गाइस फाइनली रेडी भएको ल, कस्तो लाग्यो तपाईँ कमेन्ट गर। अब जुत्ता लिएर आउँछु, यहाँ त देखिन्न होला अँध्यारो छ पुरै। गाइस मैले पनि यसो जुत्ता लगाउँदाखेरि यस्तो स्टाइल गरौँ कि भनेको है। अनि यता छोरालाई रेडी बनाउँदै रहेछ बुढीले उठेर। अनि बाहिर जानलाई तयारी हामी है। गाइस कस्तो लाग्छ लास्टसम्म भिडियो हेरेर साथ दिनु होला साथीहरू। ल गाइस हाई भन्दै त हामी हिँड्न लाग्यौँ। ऊ पछाडि छ बुढी, देखिराखेन राति मोबाइल फ्लास जलाएर बनाएको छु भिडियो। फेरि पापा भन त। हजुर सानै उमेरमा बिहे गरियो, छोराले पापा भन्दाखेरि कति आनन्द आउँदो रहेछ गाइस है। पापा भन्छ नि छोरोले ज्ञानी पारेर। गाइस ऊ त्यहाँनिर चाउमिन बन्दैछ, आयो भन्दैन चाउमिन बन्दैछ। ल हामी खाँदैछौँ चाउमिन, मेरो दाइ बुढी छोरा अनि म गाई छोरा। फर्स्ट टाइम हामी बुढाबुढी यसरी खानु गएको। बुढी कति खुसी छ अनि छोराले पनि कस्तो मस्त पारेर खाइरहेको छ। म पनि कति खुसी भएको है यसरी घुम्न पाउँदाखेरि। हेर त हेर चाउमिन यसरी खाइरहेछ, लास्टै भोग्ला रहेछ क्या बुढीलाई त। चाउमिन खाएर यसो बुढीलाई साइकलमा घुमाऊ भनेको है। बुढी त कस्तो डराएको नि है, चढ्नै नआएर। हेर त फेरि कसरी हाँसिरहेको छ है। हेर त हेर ल छोरोले कसरी हेरिरहेछ, फेरि मलाई गाली गरिरहेछ कि आफै चढ्न नआएर है। है लड्छ है, लड्छ। ल ल ल ल ल हल्ले हल्ले फेरि लड्यो ल। उताबाट दाइले फेरि मटराइ हान्छु भाइ भन्यो। अनि फेरि ल त भने दाइले पनि त्यस्तै गर्यो क्या। फेरि मटराइ हान्छु ल दाइ भनेको मैले तल उतासम्म लगेँ क्या। लगे ल ल हल्लाउँदै ल लगे फेरि आफै हाम फाल्छु है। ल ल हाम फाल्यो हेर्नु त, ल हाम फाल्यो।